Namaste parents, this is Dr. Deepa, your pediatrician. आजको ओपिडी वाज फुल अफ कफ अनि रनिङ नोज फिभर है त। अब यही बेला चाहिँ पेरेन्ट्सहरूको चाहिँ कफ हुनसाथ चाहिँ द मोस्ट कमन होइन। धेरै जसो पेरेन्टहरूले चाहिँ मेरो बच्चालाई पहिला पनि निमोनिया भएको थियो, योचोटि पनि खोकी लागिरहेछ, पक्का निमोनिया त भएको होइन डक्टर भनेर धेरैजना पेरेन्ट्सहरू चाहिँ आइरहनु भएको छ है त। सो दिस भिडियो इज फर यु अल द पेरेन्ट्स। हरेक कफ चाहिँ अब निमोनिया हुँदैन है त, किनकि कफको कारणहरू भनेको चाहिँ के हुन्छ, एउटा चाहिँ यो थ्रोट इरिटेसन, थ्रोट इन्फेक्सनले गर्दाखेरि पनि खोकी लाग्ने हुन्छ। अर्को चाहिँ यो सिजनल चेन्जेसहरू आयो भनेदेखि जुन अब रुगा खोकी होइन, कमन कोल्डहरू भइरहने त्यस्तो पनि हुन्छ, फ्लूदेखि नि सिजनल फ्लू होइन त्यो भइरहेको हुन्छ, त्यसमा पनि कफ भइरहन्छ। अर्को चेस्ट कन्जेसन होइन, यो आजमाहरूमा, ब्रोङ्काइल आजमा, बालदमहरूमा जुन हुन्छ नि त्यसलाई चेस्ट कन्जेसन भन्छ, त्यसमा पनि कफ भएर आएको हुन्छ। र अर्को जुन तपाईँहरूले निमोनिया भन्नुहुन्छ त्यसमा चाहिँ बच्चाहरू खोकी सँगसँगै अरू पनि सिम्टम्सहरू भइरहेको हुन्छ। अब यो चाहिँ टिपिकल्ली एक्सरेमा कन्सल्टेसन देखियो भने निमोनिया भन्ने हुन्छ है त। अब यो रेगुलर अब यो खोकी लाग्यो भन्दैमा हरेक खोकीलाई चाहिँ हामीले यो निमोनिया भनेर एन्टिबायोटिक चलाइहाल्नु पर्ने चाहिँ हुँदैन। यदि यो अब घाँटीको इन्फेक्सन मात्रै रहेछ भने कहिले कहिले होम रेमिडिजहरू कुल्ला गर्ने होइन, घरमै घरेलु उपायले पनि हुनसक्छ। अर्को अब यो सिजनल फ्लूको लागि पनि हामीहरूले वेट गर्न सकिन्छ। अर्को चेस्ट कन्जेसन, यो आजमाहरू हुँदाखेरि चाहिँ अर्कै मेडिसिनै युज गर्नुपर्ने हुन्छ, बाफहरू लगाउनु पर्ने हुन्छ, त्यही अनुसारको अरू औषधि चलाउनु पर्ने हुन्छ। र इफ निमोनिया नै हो भनेदेखि बल्ल हामीले एन्टिबायोटिक युज गर्नुपर्ने हुन्छ। सो पेरेन्ट्स, कुनै पनि खोकीको लागि पहिला कुनै डक्टरले औषधि दिइरहनु भएको थियो र त्यसलाई नै रिपिट गर्छु भनेर चाहिँ नसोच्नु होला, बिकज एभ्री कफ इज डिफ्रेन्ट, लाइक एभ्री कफ इज नट निमोनिया। थ्याङ्क यू।